एकजना मनकारी बहिनीले आफूलाई आवश्यक नभएका कुनै नयाँ पनि छ त्यो कपडाहरू ल्याएर हामीलाई ल्याएर दिनुभएको छ। कसैलाई आवश्यक छ भने दिनु होला भनेर कुनै चाहिँ नयाँ नयाँ ट्याग भएका कपडाहरू पनि छन्, युजमा नआएकाहरू होइन, युजै नभएका कपडाहरू पनि छन् भने युज भएका कपडाहरूमा तपाईँको पेन्टहरू छन्। यसको 28 साइज रहेको छ पेन्टको। यो तपाईँहरूलाई आवश्यक छ भने आएर लान सक्नुहुन्छ। यो डिजाइनको पेन्टहरू पनि छ होइन, यो स्वेटरहरू पनि छ, तपाईँहरूलाई आवश्यक छ भने आएर लान सक्नुहुन्छ। अनि यस्तो टी सर्टहरू पनि छन्, म तपाईँहरूलाई देखाइरहेको छु। तपाईँहरूलाई यदि आवश्यक छ भने आएर लान सक्नुहुन्छ। सर्ट कुर्तीहरू पनि छन्, यो राम्रै छ एकदम, तपाईँको नयाँ जस्तो नै छ होइन। अलिकति पुरानो नराम्रो लाउन नमिल्ने खालको हामीले छाटेर छुट्याइरहेका छौँ भने यदि लाउन यो कार्डिगन पनि छ होइन। तपाईँहरूलाई चाहिन्छ भने आएर लान सक्नुहुन्छ, पैसा पर्दैन। हाम्रो टिम नेपालको अफिस मित्र पार्क पशुपति क्याम्पससँगै छ। तपाईँहरूले आएर आफूलाई कुन कुन साइज मिल्छ छानेर गर्न सक्नुहुन्छ भने मेरो नम्बर पनि माथि प्रोफाइलमा छ, तपाईँले हेरेर फोन गरेर पनि आउन सक्नुहुन्छ। मित्र पार्क पशुपति क्याम्पस अगाडि आएर त्यही नजिक पिपल बोर्डको फेदमा पशुपति क्याम्पस गेटबाट देखिन्छ पिपल बोर्डको फेद, त्यहाँ चाहिँ हाम्रो इजुए सपिङ भन्ने पनि छ। त्यहाँ आएर तपाईँहरूले सोधेर लान पनि सक्नुहुन्छ। कहाँनिर छ टिम नेपालको अफिस भनेर सोधेर लान सक्नुहुन्छ। यस्तो कुर्ताहरू पनि छ होइन। तपाईँको टी सर्टहरू पनि छ यसमा तपाईँहरूलाई होइन, लाउन मिल्ने टी सर्टहरू पनि छ। यी तपाईँहरूलाई यो कपडाहरू यो सबै खालका कपडाहरू छन् होइन। यदि आवश्यक छ भने यस्तो खालको टी सर्टहरू पनि छ। यदि तपाईँहरूलाई सबै खालको कपडाहरू छानी छानी लान पाउनुहुन्छ। तपाईँहरूले डेलिभरी चाहिँ गर्न सक्दैनौँ, किन भन्दाखेरि अब डेलिभरी गर्दा पैसाको कुराहरू आउँछ। त्यसकारण तपाईँहरूलाई आवश्यक छ कपडाहरू हामीले भिडियो बनाउँदैनौँ, आएर तपाईँलाई आवश्यक परेका छानेर लान सक्नुहुन्छ। टिम नेपालको अफिसमै भिजिट गरेर गर्नुपर्ने हुन्छ। त्यसकारण आफूलाई आवश्यक छ भने नलजाइकन आएर आफूलाई आवश्यक परेका कपडाहरू लान सक्नुहुन्छ। त्यसकारणले तपाईँहरूले जुन साइज छानेर एउटा दुईटा तीनटा अथवा तपाईँलाई आवश्यक जति छ त्यति लान सक्नुहुन्छ। त्यसकारण आएर लानु होला। धन्यवाद। अनि यो भिडियो आवश्यक परेका व्यक्तिहरूलाई सेयर पनि गरिदिनु होला, किन भन्दा आवश्यक परेकाहरूले कपडा पाउनुहुनेछ भने हामीलाई फलो गर्नु होला, ताकि कसैलाई के आवश्यक परेको ठाउँमा सहयोग गर्न सकियोस्। त्यसकारण हाम्रो आइडीलाई फलो गर्नु होला र यो भिडियोलाई सेयर गर्नु होला। धन्यवाद, नमस्कार।